हरेक वर्ष करिब 100 जना यो जंगलभित्र पस्छन् तर कहिले पनि फर्कदैनन्। यस्तो जंगल जहाँ कम्पासले पनि कामै गर्न छोड्छ। यो हो आओकिगाहारा, जापानको सुसाइड फरेस्ट। माउन्ट फुजीको उत्तरी पश्चिम भागमा यामानासी प्रिफेक्चरमा फैलिएको यो जंगल संसारको सबैभन्दा डरलाग्दो जंगलमध्ये एक हो। यो जंगल सन् 864 को ठूलो ज्वालामुखी विस्फोटको कठोर लाभामाथि बनेको हो। यहाँ म्याग्नेटिक आइरन प्रचुर मात्रामा भएको हुनाले कम्पासले कामै गर्न छोड्छ र मानिसहरू हराउँछन्। 1950 देखि आओकिगाहारा हत्याको दोस्रो सबैभन्दा डरलाग्दो स्थान बन्न पुग्यो। 2002 मा 78 शव भेटिए, 2003 मा 105, 2004 मा 108 र 2010 मा 247 जनाले हत्याको प्रयास गरे, जसमध्ये 54 जनाले आफ्नो ज्यान गुमाए। त्यसपछि जापान सरकारले आधिकारिक संख्या सार्वजनिक गर्नै छोड्यो किनकि मृतकको संख्या बढेको बढै थियो। जंगलभित्रको दृश्य अझै भयानक छ। जंगलभित्र मृत्यु भएका व्यक्तिहरूको लुगा, कपडा, झोला भेटिन्छन्। कति रुखहरूमा त डोरी नै झुन्डिएको पनि भेटिएको छ। कतिले नहराओस् भनेर रुखमा टेप, डोरी बाँधेर अगाडि बढ्छन् तर कहिले पनि फर्किँदैन। अहिले आओकिगाहाराको गेटमै एउटा सन्देश लेखिएको छ, तिम्रो जीवन तिम्रो परिवारले तिमीलाई उपहार दिएको हो। आफ्नो परिवारलाई सम्झ र जंगलभित्र एक्लै नजाऊ। आजकल प्रहरी र स्वयंसेवकहरूले त्यो जंगलमा लगातार गस्ती गर्छन्, कोही व्यक्ति ढिलो नहुँदै भेटियोस् भनेर। त्यहाँका स्थानीयहरूले भन्छन् यो जंगलमा दुःख र पछुतो लिएर मरेका व्यक्तिहरूको आत्मा भड्किन्छ। उनीहरू भन्छन् त्यो जंगलमा जति नै शान्ति भए पनि त्यो सामान्य शान्ति होइन, त्यो मरेर गएका आत्माहरूको भार हो। आओकिगाहारा डरलाग्दो कथा मात्र होइन, यो एउटा त्रास हो। यदि जीवन भारी लागिरहेको छ भने कसैसँग कुरा गर। तिमी एक्लो छैनौ, तिम्रो कहानी यही समाप्त हुँदैन। यदि निराश महसुस भइरहेको छ भने कसैको साथ सहयोग माग, तिमी निकै नै महत्त्वपूर्ण छौ।